बौद्धिक क्रान्ति हो। रचनात्मक ढङ्गले हामीले साङ्केतिक रूपले उहाँहरूलाई खबरदारी गर्दाखेरि उहाँहरूलाई आज सातो पुत्लो उडेको अवस्था छ। तथाभावी ड्रेसमा आउने यो संसदमा अहिले केही माननीय सदस्यहरूले यो जुन स्कार्फ लाएर आउनु भएको छ यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन? यो भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराध र सबै संलग्नताहरूको बारेमा आवश्यक छानबिनको लागि उच्च स्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष समिति जुन भनेको छौँ त्यसको मागलाई पनि तपाईहरूले सुनिदिनु पर्यो। यो हाम्रो राजनीतिक माग हो र यो त जनता 18 वर्षदेखि ठगिराखेको अब ठगिनु नपरोस् भन्ने माग हो। त्यसलाई पनि सुनिदिनको लागि हाम्रो अनुरोध छ। धन्यवाद। उहाँहरूलाई भदभती पोलेको छ कि हामीले शान्त तरिकाले विद्रोह गरिरहेका छौँ, हामीले नारा लगाइरहेका छौँ, हामीले त्यहाँ धर्ना दिइरहेका छौँ। उहाँले आफ्नो छवि खोजिराख्नु भएको छ कि कहिले यिनीहरूले कुर्सी भाँच्लान् माइक भाँच्लान् भनेर हामीलाई अराजक बनाउन खोजिराख्नु भएको छ। याद गर्नु होला, हाम्रो यो शान्त विद्रोह यो जनताको पीडित जनताको न्यायको पक्षमा उभिएको बौद्धिक क्रान्ति हो भन्न चाहन्छु। यो सभ्य भएन रे, यो अभद्र भयो रे। यहाँहरूले हामीलाई भनिदिनु पर्यो, आम जनताले भनिदिनु पर्यो, आम सञ्चारकर्मीहरूले हामीलाई भनिदिनु पर्यो र बुद्धिजीवीहरूले सांसदज्यूहरूले जो चाहिँ माइक भाँच्न पारखी हुनुहुन्छ, कुर्सी भाँच्न पारखी हुनुहुन्छ, उहाँहरूले हामीलाई भनिदिनु पर्यो यो निलो रिबन लगाएर आउँदाखेरि हामी कहाँनिर असभ्य भयौँ कि हामीले यस्तै समाजको परिकल्पना गरेका हो हामीलाई माइक भाँच्न आउँदैन, हामीलाई कुर्सी फोड्न आउँदैन, हामीलाई एक अर्कामा हिंसाको एउटा क्रियाकलापहरू गर्न आउँदैन। हामीले गर्ने भनेको शान्त विद्रोह हो, हामीले गर्ने भनेको निलो क्रान्ति हो। बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन् र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। साथै बैठक कक्षबाट निष्कासन समेत गर्न सकिने व्यवस्था यो 31 नियमको 31 अनुसार चाहिँ व्यवस्था गरिएको छ। यो संसदमा मर्यादित पोसाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ। यो नियमावलीमा गरिएको व्यवस्था हो। यो संसदमा अहिले केही माननीय सदस्यहरूले यो जुन स्कार्फ लाएर आउनु भएको छ यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन? र यसरी भोलि कोही या हाफ प्यान्ट मात्रै लाएर आउने, भोलि कोही चाहिँ के छ भने जोथाभावी ड्रेसमा आउने, जे पनि लाएर आउने गर्न थाल्यो भने त्यसलाई चाहिँ संसदको मर्यादाभित्र राख्ने कि नराख्ने? सम्माननीय सभामुख महोदय, यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसदबाट निष्कासन गर्ने व्यवहार कारबाही पनि गर्न आवश्यक छ भन्ने कुरा म सम्माननीय सभामुख महोदयको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। मान्यज्यू स्वागत छ सबैलाई। नमस्कार सबैमा। सबैलाई हामी के जानकारी दिन चाहन्छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टी मानव तस्करी विरुद्धको आन्दोलनमा अडिग छ। आज हामीले यो निलो रिबन लगाएका छौँ। यो अन्तर्राष्ट्रिय स्तरमा नै मानव बेचबिखन र मानव तस्करी विरुद्धको आवाज हो, अवेरनेसको लागि लगाइन्छ र हामीले यसको साङ्केतिक हिसाबले विरोध प्रदर्शन गरेका हौँ। यो आवाजमा हामी ऐक्यबद्धता छौँ भनेर हामीले 3वटा कुरा राखेका छौँ। एउटा, मानव तस्करीको जुन अहिले जन्जाल यो जालो छ नि, यो जालोकोबाट पीडित हुनुभएका आम नेपाली जनताहरू जो यसको पीडित हुनुभएको छ उहाँहरूको न्यायको लागि हामी ऐक्यबद्धताको रूपमा एक पहिलो कुरा हामीले यस मार्फत सन्देश दिन खोजेका हौँ। दोस्रो, मानव बेचबिखन र मानव तस्करी विरुद्धको आवाज हो यो साङ्केतिक स्वरूप। तेस्रो, हामी सुरक्षित समाजको हामीले आम नागरिक समक्ष प्रतिबद्धता जाहेर गर्न खोजेका हौँ। 3वटा मुख्य सन्देश लिएर हामीले आज निलो रिबन लगाएर संसदको बैठकमा मर्यादा सहित हामी उपस्थित भएका हौँ र हामी आन्दोलित हुँदै गर्दा, अभियानको एउटा अंश हुँदै गर्दा, अभियानको एउटा पारखी हुँदै गर्दाखेरि पनि हामीले के गर्यौँ भन्दाखेरि हामीले सभ्य तरिकाले चाहिँ बैठकमा उपस्थित भएर हामीले यो बैठकको प्रपर तरिकाले सञ्चालन भएको छैन, यो काम कारबाही गर्न हुँदैन। बैठक सञ्चालन गर्नको लागि कम्तीमा संसदले आफ्नो मर्यादा कायम गर्नुपर्छ भनेर हामी आन्दोलनकारी चाहिँ बरु मर्यादित ढङ्गले संसदमा उपस्थित हुँदै गर्दा जुन ढङ्गले त्यहाँ विषयहरू उठाइयो
यो निलो रिबन लाएर आउँदै गर्दाखेरि, यो निलो स्कार्फ लाएर आउँदै गर्दाखेरि केही मान्यज्यूहरूले त्यहाँ आपत्ति जनाउनु भएको छ। यो सभ्य भएन रे, यो अभद्र भयो रे। यहाँहरूले हामीलाई भनिदिनु पर्यो, आम जनताले भनिदिनु पर्यो, आम सञ्चारकर्मीहरूले हामीलाई भनिदिनु पर्यो र बुद्धिजीवीहरूले, सांसदज्यूहरूले जो चाहिँ माइक भाँच्नलाई पारखी हुनुहुन्छ, कुर्सी भाँच्न पारखी हुनुहुन्छ, उहाँहरूले हामीलाई भनिदिनु पर्यो यो निलो रिबन लगाएर आउँदाखेरि हामी कहाँनिर असभ्य भयौँ? के हामीले यस्तै समाजको परिकल्पना गरेका हो? हामीलाई माइक भाँच्न आउँदैन, हामीलाई कुर्सी फोड्न आउँदैन, हामीलाई एक अर्कामा हिंसाको एउटा क्रियाकलापहरू गर्न आउँदैन। हामीले गर्ने भनेको शान्त विद्रोह हो, हामीले गर्ने भनेको निलो क्रान्ति हो। र यो निलो रिबन लगाएर आज हामी आम नागरिकको हक अधिकार हनन हुने गरिकन, स्वतन्त्रताको हक, स्वतन्त्र रूपले सम्मानपूर्वक बाँच्न पाउने हक, श्रम गर्न पाउने हक, यी तमाम हकहरूलाई चाहिँ व्यवस्था गरेर जसरी राज्यले एउटा जालो नै क्रिएट गरेर गृह मन्त्रालयको सचिवालय स्वयं आबद्ध भइकन यो अध्यागमन विभागदेखि लिएर ट्राभल एजेन्सी, म्यान पावर सबैलाई तानिने गरिकन एउटा ठुलो जन्जाल जुन गिरोह छ त्यसमा नै तमाम रूपले छानबिन हुनु पर्यो, छानबिन समिति गठन हुनु पर्यो। उच्च स्तरीय छानबिन समिति भनेका छौँ। दुई दलले सम्झौता गर्नुभएको छ र उहाँहरूले के भन्नुभएको छ? नेपाल सरकारले छानबिन गर्ने रे। जुन गृह मन्त्रालयको सचिवालय मुछिएको छ, सचिवालयबाट मानिसको बेचबिखन भएको, तस्करी भएको प्रमाणहरू छत्ताछुल्लो सञ्चार माध्यमहरूमा आइरहेको छ। यो अवस्थामा नेपाल सरकारले सोही गृहमन्त्री पदमा रहिरहँदा छानबिन हुन्छ भने त्यो छानबिन के स्वार्थको द्वन्द्वमा हुन्छ कि हुँदैन? स्वार्थको द्वन्द्व छ, त्यहाँ स्वार्थ बाजिएको छ र त्यो हामीलाई स्वीकार्य छैन। त्यसै कारणले हामीले उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्छ भनेर माग राखेका छौँ र यो मागमा हामी अडिग छौँ भनेर भन्न चाहन्छौँ। हामीले गर्ने अबको क्रान्ति भनेको यस्तै किसिमको निलो शान्त विद्रोह, बौद्धिक क्रान्ति हो। रचनात्मक ढङ्गले हामीले साङ्केतिक रूपले उहाँहरूलाई खबरदारी गर्दाखेरि उहाँहरूलाई आज सातो पुत्लो उडेको अवस्था छ। यो यहाँहरूले प्रश्न गर्नु पर्यो। हामी प्रश्न गर्न चाहन्छौँ। हामीले आज सल लगाएर आउँदै गर्दा यो कहाँनिर अभद्र भयो? हाम्रो आन्दोलन जारी छ, आज चाहिँ नि निजामती सेवा विधेयक पारित गर्ने भन्ने कार्यसूची छ। यद्यपि बजेट सम्बन्धी बहस छलफलहरू चाहिँ नि विरोधका बावजुद गइरहेको छ। तर यसमा चाहिँ 2 वर्ष जुन कुलिङ पिरियडको कुरो छ, त्यसले गर्दाखेरि यहाँ सरकारको नेतृत्व गरेकै व्यक्तिलाई मन परेको छैन भन्ने छ। त्यो हिसाबले यो रोकिँदैछ। तपाईँहरूको अवरोधका बिचमा विधेयक चाहिँ कसरी लिएर जाने भन्ने उहाँले त्यो गर्नुभएको छ। हेर्नुहोस्, नागरिकता विधेयक, निजामतीको जुन विधेयकहरू छ त्यो अहिले समयको आवश्यकता हो। त्यो आउनुपर्छ र त्यो आउनुपर्छ, त्यो बढ्नुपर्छ अगाडि। नागरिकता, म मधेसको मान्छे, मधेसीलाई नागरिकता कति चाहिएको छ, यो विधेयक कति आवश्यक छ भन्ने कुरा म बुझ्दछु। त्यसैले गर्दा त्यसमा कुनै पनि राजनीतिक रूपमा अवरोध सृजना गर्ने, त्यसलाई रोक्ने हाम्रो राजनीतिक उद्देश्य छैन। त्यसमा हामी उहाँहरूप्रति जसरी विधेयकहरू ल्याइरहनु भएको छ त्यसप्रति हाम्रो कुनै नकारात्मक टिप्पणी पनि छैन। तर अहिले प्राथमिकता चाहिँ त्यो विधेयक ल्याउने जो मन्त्री हुनुहुन्छ, गृहमन्त्री हुनुहुन्छ, त्यही गृहमन्त्रीले गत वर्ष यही सदनमा उभिएर भन्नुभएको होइन कि एकजना प्रतिपक्ष उभिँदाखेरि पनि विरोध मानिनेछ। त्यसैले एकजना प्रतिपक्ष उभिएको बेलामा पनि संसद अगाडि नबढाइयो सम्मान्यज्यू भनेर अहिले वर्तमान गृहमन्त्री जसले विधेयक ल्याउँदै हुनुहुन्छ उहाँले नै बोल्नुभयो कि त्यो उहाँको पक्षमा मात्र त्यो थियो तर्क र अरूको लागि त्यो तर्क लागू हुँदैन भनिदिनु पर्यो हैन। कि त उहाँहरूको लागि यो मुद्दा नै होइन, यो मानव बेचबिखन र तस्करी, यो मानव तस्करी हैन, यो ह्युमन ट्राफिकिङ यो मुद्दा नै होइन। हामीलाई अर्को कामकाज महत्त्वपूर्ण छ, हामी यसरी नै बेचिरहन चाहन्छौँ सधैँ भनेर भन्नु पर्यो हैन। त्यसैले गर्दाखेरि यो विधेयकहरूको महत्त्व हामी बुझ्छौँ, त्यसमा राजनीतिक समर्थन छ। तर अहिले हामी जसरी उहाँहरूले ल्याउँदै गरेको विधेयकमा राजनीतिक समर्थन गर्नको लागि तत्पर छौँ, त्यसरी नै उहाँहरूले हामीले प्रस्तुत गरेको यो भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराध र सबै संलग्नताहरूको बारेमा आवश्यक छानबिनको लागि उच्च स्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष समिति जुन भनेको छौँ त्यसको मागलाई पनि तपाईहरूले सुनिदिनु पर्यो। यो हाम्रो राजनीतिक माग हो र
यो त जनता 18 वर्षदेखि ठगिराखेको, अब ठगिनु नपरोस् भन्ने माग हो। त्यसलाई पनि सुनिदिनको लागि हाम्रो अनुरोध छ। धन्यवाद। उहाँहरूलाई भतभती पोलेको छ कि हामीले शान्त तरिकाले विद्रोह गरिरहेका छौँ, हामीले नारा लगाइरहेका छौँ, हामीले त्यहाँ धर्ना दिइरहेका छौँ। उहाँहरूले आफ्नो छवि खोजिराख्नु भएको छ कि कहिले यिनीहरूले कुर्सी बाँच्लान्, माइक बाँच्लान् भनेर हामीलाई अराजक बनाउन खोजिराख्नु भएको छ। याद गर्नु होला, हाम्रो यो शान्त विद्रोह यो जनताको, पीडित जनताको न्यायको पक्षमा उभिएको बौद्धिक क्रान्ति हो भन्न चाहन्छु। अहिले बैठक एकछिन अवरोध भएर 30 मिनटका लागि रोकियो। त्यो तपाईँहरूसँग छलफल हुने त्यस्तो केही कार्यक्रम छ? अब तयारी त्यस्तो भइरहेको होइन। सामान्यतया बैठक स्थगित भए पछाडि फेरि सञ्चालन गर्नलाई सामान्य सभामुखले कमसेकम प्रमुख सचेतकहरूसँग छलफल गर्ने एउटा प्रचलन छ। अनि अब छलफल हुन्छ तपाईँहरू, मैले भने त्यो प्रचलन छ, उहाँले गर्नुहुन्छ, त्यो स्वाभाविक प्रक्रिया हो। नियमावली गर्नु पनि सत्तारूढ दलको नेता प्रमुख सचेतकले, ठुलो दलको सचेतकले के छ यसमा तपाईँहरूको प्रतिक्रिया? होइन, त्यो कहाँ कुन नियमको आपत्ति हो भन्ने कुरा चाहिँ थाहा हुनु पर्यो। नियमावली भने यतिकै उठेर आफूलाई जे मन लाग्यो त्यो होइन, प्रतिनिधि सभा नियमावली अनुसार कुन नियमको आपत्ति हो त्यसलाई नियमावली भनिने हो। त्यो अब 33 मा के व्यवस्था छ, उहाँहरूले कुन नियमावली गर्नुभयो त्यो हामीलाई खास छैन। हामी आन्दोलनमा छौँ, यो मुद्दा बोकेर हिँडेका हौँ, नेपाली जनताको मुद्दा बोकेर हिँडेका छौँ र विगत लामो समयदेखि यो सदनमा जनताको मुद्दालाई हामीले जनतालाई न्याय गर्नुपर्छ सरकारलाई झकझकाइरहेको छ। सरकारले सुनेको छैन। नियमावली त बरु हामीले गर्नुपर्थ्यो। मान्छे एउटा चाहिँ म यो निजामती सेवाको सोध्छु। निजामती सेवा विधेयक आज कार्यसूचीमा छ, त्यो पेश गर्ने भनिएको छ। तर यसो सत्ता पक्षको कुरा सुन्दाखेरि, त्यसमा पनि विशेष गरेर एमालेको कुरा सुन्दाखेरि के छ भने रासोपाको यो आन्दोलनलाई, विरोधलाई देखाएर कुलिङ पिरियड मन नपरेको सबैलाई थाहै छ होइन। कुलिङ पिरियड 2 वर्ष मूल नेतृत्वलाई मन नपर्दा पर्दै राखिएको छ त्यहाँ। अनि तपाईँहरूको चाहिने विरोधलाई, तपाईँहरूको अवरोधलाई देखाएर उहाँले त्यसलाई चाहिने सकेसम्म हटाउने चाहिने योजना बनाउनु भएको छ। त्यसमा चाहिँ तपाईँहरूको पनि अप्रत्यक्ष रूपमा, यद्यपि तपाईँहरू आन्दोलनमा हुनुहुन्छ यही कारणले हट्नुहोस् भन्ने त होइन, केही सहजीकरण गर्न सक्ने अवस्था छ? सरकारले यो जुन अहिले तपाईँले जो पृष्ठभूमिमा जो कथा भन्नुभयो, यो कथामा यदि सरकार लागेको हो भने यो जतिको गैर जिम्मेवार र यो जतिको अकर्मण्यता केही पनि होइन। एउटा क्रियाकलापहरू गर्न आउँदैन। हामीले गर्ने भनेको शान्त विद्रोह हो, हामीले गर्ने भनेको निलो क्रान्ति हो। र यो निलो रिबन लगाएर आज हामी आम नागरिकको हक अधिकार हनन हुने गरिकन, स्वतन्त्रताको हक, स्वतन्त्र रूपले सम्मानपूर्वक बाँच्न पाउने हक, श्रम गर्न पाउने हक, यी तमाम हकहरूलाई चाहिँ व्यवस्था गरेर जसरी राज्यले एउटा जालो नै क्रिएट गरेर गृह मन्त्रालयको सचिवालय स्वयं आबद्ध भइकन यो अध्यागमन विभागदेखि लिएर ट्राभल एजेन्सी, म्यान पावर सबैलाई तानिने गरिकन एउटा ठुलो जन्जाल जुन गिरोह छ त्यसमा नै तमाम रूपले छानबिन हुनु पर्यो। छानबिन समिति गठन हुनु पर्यो। उच्च स्तरीय छानबिन समिति भनेका छौँ। दुई दलले सम्झौता गर्नुभएको छ र उहाँहरूले के भन्नुभएको छ, नेपाल सरकारले छानबिन गर्ने रे। जुन गृह मन्त्रालयको सचिवालय मुछिएको छ, सचिवालयबाट मानिसको बेचबिखन भएको, तस्करी भएको प्रमाणहरू छत्ताछुल्लो सञ्चार माध्यमहरूमा आइरहेको छ। यो अवस्थामा नेपाल सरकारले सोही गृहमन्त्री पदमा रहिरहँदा छानबिन हुन्छ भने त्यो छानबिन के स्वार्थको द्वन्द्वमा हुन्छ कि हुँदैन? स्वार्थको द्वन्द्व छ, त्यहाँ स्वार्थ बाजिएको छ र त्यो हामीलाई स्वीकार्य छैन। त्यसै कारणले हामीले उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्छ भनेर माग राखेका छौँ र यो मागमा हामी अडिग छौँ भनेर भन्न चाहन्छौँ। हामीले गर्ने अबको क्रान्ति भनेको यस्तै किसिमको निलो शान्त विद्रोह, बौद्धिक क्रान्ति हो। रचनात्मक ढङ्गले हामीले साङ्केतिक रूपले उहाँहरूलाई खबरदारी गर्दाखेरि उहाँहरूलाई आज सातो पुत्लो उडेको अवस्था छ।